हेलो ब्युटिफुल पिपुल, वेलकम टु दि भ्लग 4 आइसकेको छु नयाँ भिडियोको साथमा। कस्तो लाग्छ हेरेर प्रतिक्रिया जस्ताको जस्तै दिनु होला। आजको हाम्रो यात्रा भने दाइसेनसम्मको छ। के दाइसेन भनेको कतातिर पर्यो? यो चाहिँ कत्तरी केन छ कत्तरी चाहिँ अनि खासमा हाम्रो एउटा के को लागि जानु लाग्यो हामीले आज? यहाँ त खासमा दाइसेन ट्रेकको लागि जाँदैछौँ हामी चाहिँ गाइस। यो मालमा केटाहरू चढ्दैछ। ल चढामै चढाउँ हामी चट्ट गाडीमा चढेर अब के हुन्छ बिचतिरको अपडेट दिन्छु। र ठाउँ चाहिँ यस्तो रहेछ, ठ्याक्कै ठाउँमा पुग्यो, केटाहरू गाडीबाट झर्दैछ। अनि चट्ट लगाएर माथि जाने हो, यसो टोइलेट सोइलेट गरेर खाजासाजा किनेर ल्याएँ। अनि हाम्रो रोहित भाइ चाहिँ अब पुरै लोथ भएर गल्यो अरे। त्यही हो, अब मेन्सुरेसनको प्रोसेस चलिरह्यो होला हो कि अब कति महिनाको भयो सुरु भयो। जो नि सुरु भएको केटाहरूको अब टट्ट लगाएर धावने इन्ट्री भइसकेको छ ब्लगमा। अब धेरै पछि भेट भयो, धावा छ अनि अब यस्तो छ। अनि विभिन्न के छ अनि होला नि, अनि के छ अनि आजको मुख्य यो को बैता नि? अनि यस्तो इने सुगोइने पानी हल्का हल्का पानी पर्यो। अब च्यालेन्जिङ छ अब आजको यात्रा। अब बिस्तारै सिँढी चढ्ने हो, बाटामा यसो फोन गर्दै जान्छौँ, देखाउँछु। ओके, तो बाफ आइरह यहाँबाट हाम्रो यात्रा यता। केटाहरू यस्तो केटाहरू त पुरै मौसम चाहिँ खत्तम भन्दै खत्तम हुँदै गयो। यस्तो छ लास्ट चिसो पुरै उसो लागिरह। कठिन होला जस्तो छ। अब बाटोमा आउँदा आउँदै यो भाइलाई चाहिँ अब जाडो भनेर ज्याकेट किन्यो भन्दैछ। होइन हुँदैन अब गम्बरे हुन्छ सक्छ हो। मन्दिर पनि नर देखिरी हो। ल छिटो किनेर आएर यहाँबाट आएर यता जाने रहेछ उकालो। केटा हो, चुरोटी स्वास्थ्यको लागि हानिकारक चाहिँ किन खान्छ यसरी भन? अनि त युट्युबमा यो त आइरहेछ, तिमीले भने नि आइरहेछ, यो त युट्युबमै आउँछ त। अनि यो हाम्रो यो प्रोफेसनल भ्लगर रे यो भाइ चाहिँ। अनि यो त लुगा किनेर आइसक्यो केटाहरू। ए वाउ, लुकिङ सो फ्यान्टास्टिक। चस्मा लाउँदा चाहिँ कस्तो भएको थियो र अघि? अल्ट्राम चाहिँ बजाइ कस्तो धावा इनर्जी ड्रिङ्क खाएर के गर्न खोज्छ र? भनेपछि तिमी बजारमा जान्छौ भनेपछि 2.8 किलोमिटर 14 किलोमिटरको माथि चाहिँ खालको बजार भनेपछि तिमीले भनेको 30 किलोमिटरसम्मको चाहिँ तिम्रो आज प्लानिङै लिएर आएको थियो चढ्छौ भने। ठिक छ गम्बारो मोचो त गम्बारो 2.6 किलोमिटर। औँला चाहिँ कहाँ छिराउनु पर्यो हो भाइ? औँला छिराउने त होइन त? औँला छिराउने हो र रोहिती? लास्ट औँला छिराउँदो रहेछ अरे भाइ। के भन्दैछ औँला छिराउनेवाला छैन भन्दैछ कि अब उसले के सोच्यो भन्दाखेरि बाहिर पो हेरिरहेको छ औँला छिराउनेवाला छैन भने। सुजन औँला छिराउने हो र? केमा आउँथ्यो भन्न पर्यो नि त। अनि औँला छिराउने भन्छन् केटाहरू। वाल मार्यो हुजुलो के गुन्ने अरे हो भाइ गल्यो कि गलेन हौ? गरेर मात्र आइसक्यो। के आएको
अलिकति माथि चढ्यो भने सुजन कति गल्यो मलाई होइन नि गल्यो अहिलेसम्म त थाकेको छैन बिस्तारै थाक्यो पहिला त जाडो भइरहेको थियो होइन अहिले चाहिँ फाइनल्ली गर्मी यसबाट चाहिँ के गर्नु पर्यो भने गाइज खुसीमा त एउटा मेसेज देऊ त के भन्नु के होइन गाइज अब मेसेज त केही पनि छैन यस्तै हो अब गर्मी भएको छ खुसीमालाई मेसेज देऊ भनेको क्या गर्मी भइछ भने होइन खुसीमानले अब रिपले क्या दुश्मन हेरेको हेरे हामी चढेको चढे दुश्मन हेरेको हेरे हामी चढेको चढे तिमीले कस्तो अनुभव भइरहेछ त सर्ट आउट टु कल्याण चौना गाई डान्सर ओके क्या मजाको हुन्छ मजा आइरह धेरै पछि उकालो चढ्न पाएको मजा आइरह मजा ए केटा हो यसो यता हेरिदिनु पर्यो हौ ए सिङ्गर ज्ञानै पाउँदैन यहाँ लिरिक्सै हुँदैन मजा भइरहेछ मजा यतिको ठाडो छ बाटो केटाहरू हिँडिरहेछन् मजा आइरहेछ नि त धेरै पछि हिँडेको सबलाई मजा आइरहेछ Wakay da cara ni. सिनियाको होइन नि भाइ हो जिउनियाको मिटर चढिङ देश अलिकति क्लियर भयो केटा अब चाहिँ मौसम Give me some rain. Give me another chance. I wanna grow up once सिसैको गोलीले सरी मार्यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले माया साथैमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले कोही गन्न सक्दैन ताको माछा कोही गन्न सक्दैन जतै सानो मायामा हुँदैन माया साथैमा उडायो रेलैले
उडायो रेलैले उडायो रेलैले उडायो रेलैले खादिन तिम्रो माया छ कसम खादिन जन्मी बिना म गाउनु सक्दिन माया साथैमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले ल 1.4 किलोमिटर बाँकी लगभग 2.5 किलोमिटर चाहिँ 2.5 किलोमिटर हो नि हामी अगाडि गयो होइन फाइनली वी आर इन द होइन कति चाहिँ आइपुगिसक्यो र लगभग 1500 किलोमिटर होइन कि 1.5 किलोमिटर जति चाहिँ 1 किलोमिटर 500 मिटर जति चाहिँ आएपछि चाहिँ अलिकति गलेको जस्तो भयो केटाहरू चाहिँ अलिकति है हामी चाहिँ अलिकति पहिलाको भन्दा अलिक एक्टिभ छैन भाइले छिटो पनि गर्दाखेरि भोक लाग्यो बोल्दै नि रहेको थियो यार के? मजा आयो यो अझै खुलेन भने पनि दामी होइन खुल्यो त मजा हुन्छ नि आजापाडी चलिरहेको छ अट्टो लाएर नुनिलो हुनु पर्यो जस्तो भयो नि पिरोवाला थिएन लसनको ल्याउनु पर्ने कि पिरोवाला ल्याएको छैन म त्यही भएर नखाएको झन् मुख सुकाउँछ ता भोकमा हो र कस्तो इनोसेन्ट देखिएको त तिमी को दुध अलिक ठुलो गर्नु पर्यो यार भाइ मलाई यसमा रहेन त अब के भन्ने यसमा खोजेँ मैले खासमा खुल्न त खुल्दैन खुल्न त खुल्दैन गयो होला धेरै एउटाले चाहिँ वाक्कै निकाल्छ यार थोरै अलिअलि खानपिन गरेर चाहिँ हामी अलिक मजाको अलिक मलाई चाहिँ पुगेन अलिकति खाएर अब चट्ट अब डेस्टिनेसनसम्म त पुग्नु पऱ्यो नि अब लाग्ने सुमन चल भाइ चल ल माथि के रहेछ टपमा चट्ट लाग्दैन पऱ्यो कस्तो राम्रो केटी रहेछ यार लभ नपरे बेलामा फेरि कस्तो टेन्सन क्या ओइ सुमन थक गयो क्या ओ फाइनली आइपुग्यो केटा आइपुग्यो पुग्यो पुग्यो तर मौसम चाहिँ लास्ट खराब छ लोथ कलियो पुग्न चाहिँ पुग्यो हो ओए यो त नि यहाँ त यार एउटा म्युजिक भिडियो गर्नु पर्यो है केटा चट्ट लाएर एउटा हिरोइन ल्याएको भए त म बनाइहाल्थेँ नि केटा तिमीहरूको हिरोइन ल्याएन छौ जो काली गोरी जो भयो नि भइहाल्यो नि ल आइपुग्यो केटा आइपुग्यो यता तर मौसम चाहिँ अलिक खराब रहेछ अलिकति मौसम बबल भएको पनि अलिक खुल्ला भएको भए चाहिँ दामी हुन्थ्यो र पनि भनेको ठाउँमा आइपुग्यो कस्तो फिल भइरहेको छ त अनि फाइनल्ली वी आर इन द समिट
तर मजा आयो तर मौसम चाहिँ अलिकति खराब रहेछ आज तै पनि मौसमलाई च्यालेन्ज दिँदै भयो नि आइपुग्यो मजा भइरहेछ कस्तो छ त फिलिङ साथी बाटो छोडा पछाडि अलिकति माथि रहेछ धेरै माथि अघि पुग्यो भनेर भने तै पनि पुग्यो रहेन रहेछ अलिकति माथि रहेछ अब अलिकति माथि गइसकेपछि चट्ट पुगिन्छ कस्तो रहेछ माथि गएपछि हेर्नु ल भाइ अब यहाँ छोडिँदैन भाइले यस्तो सताइदियो कि केटाहरूलाई आज यस्तो सताइदियो कि पुरै छोडिदियो तिमी किन प्ले भए म प्ले होइन मान्छेहरूले चाहिँ प्ले भयो भने ए सायद बिहाइन्ड दिस टपिक्स तँ पनि हुनसक्छ है ऊ फुटबल यस्तो त्यही भएर नै प्ले भयो भने हुनसक्छ है प्लेयर भन्न नजानेर चाहिँ प्ले मलाई त्यस्तै लागिरहेछ खास त्यो त प्लेयरै भन्न नजानेर आजको हाइकिङलाई 10 मा कति दिन्छौ भन ल 10 मा 9 भाइ म 10 मा 8 म त 10 मा 10 6 दिन्छौ किनभने हल्का मेरो लागि अलिक म नि त्यस्तै म नि 6 जति नै दिन्छु त्यहाँभन्दा धेरै दिँदिनँ आजको हाइकिङलाई 10 मा कति दिने ब्रो आजको हाइकिङलाई 10 मा कति दिने 10 दिने जति चाहिँ है दिन्छ न है यही चाहिँ के स्किम गर्छ जाडो होइन दोस्त बङ्गालको जाडो भयो त दोस्त धाउ जाडो भएन के बोल्छ यार यस्तो चिसो हो भने त यार बङ्गालको जाडो हो क्या टुर त कहाँ पार्नु नि त्यही हालिदिने को बेलैमा बिछोडको बेलै एउटाले कट्टु मिलाइरहेछ त्यो पनि भिडियो भइरहेछ के गरे हो माइक मिलाइरहेछ ठिक छ त मिलाओस् न अनि क्या हो रहा है तुझको कहाँ लग रहा है ठंड It is so nice. Hello. Mingalapa. Down oh. साथी भाइ दर्शन नमस्ते सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ को आफ्नो विदेशमा को पढाइ ठुला सहर यहाँ बेगै सोचाइ आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरोसै मेरो तन अहिले यहाँ भए नि मन भने सन्नानी उठ्दैछ हाम्रो नेपालमा कसैको त यही छ होला मेरो त यही छ होला उड हो नि उसकै उड सका जाँदैछु म सीताजीमा आउँदैन Rahanarete, Gaiko Kuni, Seikatsu Sarete, Irunode, Tona Hitone Auka, Soreno, Choto, Soimitaino, Hanarete. 皆さんは鳥取に住んでるんですか？いや、私たち松江と松江米子の人もいます。米子と松江に働いてるんですか？
働いて留学生しています学生さんですみんな日本語学生ですいいえ専門学生だよあいうえいくけこ忘れただから日本語勉強に来ましたよろしくお願いしますよろしくお願いします はいよろしくお願いします kita jongkyo ya तालीबाट गर्दा माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा कातरी गएपछि मनमा फिर्ता मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा कातरी गएपछि मनमा फिर्ता मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो Trinale banduk mirgalai takeko mirgalai मैले ताकेको होइन मायालाई ताकेको रेशम उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम माया लाग्ने रहेछ सन्नानी नबोले नि माया लाग्ने रहेछ सन्नानी दिलको कसम सुमन की जाना हो भाई China company China company China company नेपाल कम्पनी हो खासमा China company कान्छा भन्ने गाउँदा कान्छा मलाई सुनको तारा कसैले मात्र होइन पनि जारी कान्छा मलाई सुनको तारा खसाइयो त्यो तारा मात्र होइन जुन पनि जारी दिउला गरू बाँधेर सिटै भेट्न आउला बाटैमा रात पर्ला उज्यालोमै आउला अँध्यारो के हो र माया बिर्ती अघि बादलो भित्र जुनै हो कि लुकेको जुनैको फुल टिपी मेरो मनैमा सिउरिए मेरो मनैको फुल टिपी मेरो मनैमा सिउरिए
दुनियालीको पिपलमा सँगै कसम खाउला दौडी बानी बस्नु तिमी झन्तिलेर आउला शिरमा तिम्रो शिरबन्दी हातमा सुनको पाला तिम्रै लागि साँचेको छु स्वयंवरको माला लागे निर्माया निर्माया चिसो पानीले जानै जायो निर्माया निर्माया सामने वाली खिड़की पे एक चांद का टुकड़ा रहता है मेरे सामने वाली खिड़की में एक चांद का टुकड़ा रहता है टुकड़ा केटा है बन्दुक दुईनाले बन्दुक मृगलाई तातेको मृगलाई मैले तातेको मायालाई ताकेको रेशम पेरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम पेरी Oh my God! रेशम पेरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम मायाको बारीमा प्रीतिको फुला सङ्गाली राखेको मेरोमा 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 बादल चुनाला गुड्यो कान्छी बस्यो एक्लै अब इन्डिङ गरौँ त एउटा गीत गाएर गएको कान्छीसँग भेट भएको बाइको बाटो तिरैमा बसी नाचिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको बादल सुनला बसेको रेलै उड्यो कान्छी बसिने एक्लै रुनलाई कान्छी बसिने एक्लै रुनलाई सबैलाई धन्यवाद हाम्रो धेरै धेरै धन्यवाद हाम्रो यात्रा चाहिँ यहीँसम्म थियो हाम्रो यात्रा सकिसकेको छ ब्युटिफुल पिपुल अब हाम्रो यात्रा भनेको अब घर जाने यात्रा हो बिचमा केही इन्ट्रेस्टिङ कुरा केही आइहाल्यो भने देखाइहाल्छ अनि नभए चाहिँ अब हाम्रो ब्युटिफुल पिपुलहरूलाई अब यस्तै माया छ अब के भन्ने हो यसो भिडियो हेरेर साथ दिनुभयो धन्यवाद केटाहरूले जापानिज पढेर आएको यस्तो ल्याङ्ग्वेज पठाएर जापानमा त यार यो त दामी पो आउँदो रहेछ यहाँ त माल रहेछ है अब्बे
अहिले चाहिँ सोडकोमा आइपुगेको ठाउँमा अलिकति मौसम खुल्यो खासमा भ्लगिङ गर्न लागेको थियो अब अलिकति फेरि अलिकति राम्रो दृश्य देखेको राम्रो दृश्य देखेपछि त क्याप्चर त गर्नै पर्यो अनि फेरि केटाहरू ह्यान्डसम छ अनि फेरि ह्यान्डसम मोडलाई त देखाएन भन्दा फेरि अनि ह्यान्डसम मोडलाई देखाएन भन्दा फेरि अनि कसले हेर्छ त अनि फेरि अनि नराम्रोलाई हेऱ्यो भने के गर्ने फेरि अगाडि नराम्रो छ के केटाहरू फेरि अगाडि चाहिँ अलिक नराम्रो केटाहरू हो नि पछाडि हामी चाहिँ अलिक ह्यान्डसम बसेको अब हाम्रो प्ले बोय भनेको चाहिँ फुटबल प्लेयर बोय भनेको उयो ए तर सामान छिटो आऊ त सुजन फोटो खिच्दो न हमारा अहिले चाहिँ अलिकति मौसम खुलिएर अलि राम्रो भएको छ फर्किँदैछौँ अहिले चाहिँ हामी अहिले फर्किने बेलाको दृश्य हो अनि अघि चाहिँ राम्रै थिएन मौसम अहिले चाहिँ पुरा खुलिएर अलिकति राम्रो देखिएको छ त्यही देखाउँदैछु अनि हाम्रो सुजन सरले क्याप्चर गर्दै हुनुहुन्छ मैले सुजन सरलाई क्याप्चर गरेँ सुजन सरले मलाई क्याप्चर गर्दै हुनुहुन्छ एकदम बबाल मालाको छ यो भिडियो अनि ल अहिले चाहिँ दामी खुल्यो मौसम तल क्या बवाल देखिरह यस्तो छ ओह्रालो अब ड्याङ हाल्ने हो अनि यतिखेर खुल्यो क्या अघि माथि खुलेको क्या दामी मजा आउँथ्यो यतिखेर खुल्यो तै पनि ठिकै छ जो हेरबाट अनि कसरी हिँड्ने हो र आम्मा यार पछाडि ओह्रालो झर्न सजिलो कि उकालो जानु सजिलो सुजन सजिलो है भारी हो होइन जिन्दगी त भारी भएर भएन नि थकित सर्लक्कै भयो सर्लक्कै धावन थाको मन थाके चढ्ने हो म दिन्छु चढ्छु जानु न चढ्न नेपालसम्मको टिकट काट्नु जाऊ न अरे त्यहाँ म पठाइदिन्छु अरे धावा अब सगरमाथा चढ्छ अरे मेरो बाटो चाहिँ अहिले गिरा रहेछ ए खत्तम अनि अब यसो गाह्रो भइरहेछ तलतिर झर्नलाई अनि अब गामबारी गर्दैछौँ लास्टै ओह्रालो छ लास्टै अहिले जाने बेला उकालो लास्टै अहिले झर्ने बेला ओह्रालो लास्टै सर्लकै गरेर लोत भयो लोत हो त पछाडिबाट आउँदैछ केटा 3 जना बोकाहरू आउँदैछ बोकाहरू गल्यो अब आइसक्यो केटाहरू बिस्तारै झर्दैछ अब आइसक्यो लास्टै गर्यो अब खाजा आयो चट्ट खाजा खाएर आफ्नो वासस्थानतिर लाग्ने हो अनि आजलाई यहीँ गर्ने हो अब खाजा खाएर टन्ने खाइयो अब बिदा हुने बेला भयो अब 6 बजेर 39 मिनटको ट्रेन छ टक्क ट्रेन चढ्ने हो ल्याम्पमा घर जाने हो ल्याम्पमा सुत्ने हो चाहिँ लगभग भ्लगको एन्ड चाहिँ एन्ड हुन्छ अब आफ्नो वासस्थानतिर प्रस्थान हुने कुरा भयो हामी चाहिँ जान्छौँ र राम्रोसँग जाने फेरि भेट्नुपर्छ फेरि ल तिमी त उतै जाने होला ल दोस्त ल नाइस टु मिट यु भाइले कत्रो हेल्प गरेछ तिमीलाई भन्नु भेट्दै गर्नु
ल हाम्रो भिडियो नि यही नै हुन्छ अब सबैले हेरेर प्रतिक्रिया दिने होला छिटै हामी सँगै आउँछौँ ल बाई बाई